न्यू ब्लग तपाईँलाई स्वागत छ भन्न चाहन्छु किनकि आज जस्तो तपाईँहरूलाई थाहा छ मेरो गाउँमा नि भैँचालो आएको थियो धेरै योभन्दा अगाडि 1 वर्ष अगाडिको कुरा यो चाहिँ मेरो घर हो। यो चाहिँ यस्तो भइरहेछ होइन आजकल। अनि यो चाहिँ मेरो पडोसीको घर हो। यो पनि मेरो पडोसीको घर हो। अहिले चाहिँ हामी फिलहाल यस्तोमा बसिरहेको छौँ कि यो चाहिँ मेरो टिन हाउस हो किनकि अब फाइनली घर बन्दैछ होइन। भनेअनुसार त यो चाहिँ जेठसम्म बन्ने तरगरमा छ, नबने पनि अब आफैले मिहिनेत गरेर चाहिँ हाल्नुपर्छ जस्तो लाग्छ मलाई होइन। कति दिन यस्तोमा बसेर जिन्दगी काट्नु त यहाँ अब हामीले पनि त घर हाल्नु पऱ्यो होइन। त्यही भएर अब मलाई लाग्छ हामी पनि घर हाल्नु लाग्छौँ किनकि गाईहरू होइन यो भैँचालो आएको कि अहिलेसम्म सरकारले केही पनि दिएको छैन कि घर बनाउने लागि। त्यही भएर अब सरकारलाई म के भन्न चाहन्छु भने प्लिज सरकार यो मेरो भिडियो हेर्छ भने प्लिज हाम्रो लाइफमा किन दखल दिन्छ, किनकि तपाईँहरूले दिने भनेको एउटा घर त हो। तपाईँहरूले यति ढिला नगरिदिनु होला भन्न चाहन्छु किनकि मेरो तर्फबाट हाम्रो गाउँमा कमसेकम 40-50 भन्दा पनि 100 करोड होला है घर। त्यो घर चाहिँ छिटै बन्नु पऱ्यो भन्न चाहन्छु। अहिले चाहिँ मैले के भन्छु है क्या उसलाई नेताहरूलाई, अहिले चाहिँ म यही भन्न चाहन्छु नेताहरूलाई।